एउटा प्रश्न, यदि श्रीमान राम्रो छ, राम्रो कमाउँछ, परिवार पनि सम्हालेको छ भने किन कतिपय महिलाहरूको मन बिस्तारै अरूतिर जान्छ? कारण सुन्दा तपाईँको सोच नै बदलिन सक्छ। कुरा के छ भने धेरैजसो अवस्थामा यसको कारण पैसा पनि हुँदैन, रूप पनि हुँदैन। बरु एउटा यस्तो कमी हुन्छ सुरुमा कसैले ध्यान दिँदैन। सबै कुरा सामान्य देखिन्छ, कुरा पनि भइराखेछ, साथ पनि छ। मनभित्र एउटा खालीपन बढिरहेको हुन्छ। जब कसैले त्यो खालीपन बुझिदिन्छ नि, त्यहीँबाट कहानी बदलिन थाल्छ। किनभने मानिसहरू केवल प्रेममा मात्र होइन, आफूलाई बुझ्ने, सुन्ने र महत्त्व दिने व्यक्तितर्फ धेरै आकर्षित हुन्छन्। सम्बन्ध टुटेको दिनबाट होइन, एकअर्कालाई महसुस गराउन छोडेपछि सम्बन्ध कमजोर हुँदै जान्छ। तपाईँ सहमत हुनुहुन्छ कि हुनुहुन्न? कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू।